जय श्री राम साथीहरू। शुभ बिहानीको सबैलाई मिठो सम्झना र धेरै धेरै माया छ। जहाँ भयो भने स्वस्थ र खुसी बस्नुस्, यही मेरो मनदेखि चाहना छ। र फेरि एउटा मिठो मोटिभेट कहानी लिएर आएको छु। समय निकालेर अवश्य सुनिदिनु होला र सुनेर प्रतिक्रिया पनि दिनु होला। जस्तो हाम्रो नि दुई प्रकारको सोच हुन्छ हामी मान्छेको, एउटा नेगेटिभ एउटा पोजिटिभ, एउटा राम्रो एउटा नराम्रो। र त्यो हामी माथि निर्भर गर्छ कि राम्रो सोच्ने कि नराम्रो सोच्ने। जस्तो मैले यहाँ आज देखाएँ तपाईँहरूलाई कि बिहानदेखि नै टन्टलापुर घाम लागिरहेछ 5 बजेबाट। र धेरै मान्छेले सोध्दैछन् कि आज यस्तो घाम लागिरहेछ, यस्तो गर्मी भइरहेछ, आजको दिन कसरी काम गर्ने होला। यो सोचेर धेरैजनाले दिनभरि यस्तै कुरा गरेर बस्नेछन्। तर यही कसैले भने गर्मीबाट घामबाट कसरी बाँच्ने त्यो उपाय निकालेर आफ्नो काम गर्छन्। किनभने गर्मी ठन्डा त यो कुदरतको देन हो। सब कहिले ठन्डा कहिले गर्मी कहिले पानी कहिले हावा, त यो त हाम्रो हातमा छैन, यो त कुदरतको देन हो भनेर कसैले भने आफ्नो काम निरन्तरै गरिरहेको छ। अब यही हाम्रो हातमा छ कि हामीले के गर्ने। जस्तो कि अँध्यारो रातमा जस्तो अँध्यारोलाई कोसेर बस्ने कि आज त कस्तो अँध्यारो छ भनेर कि त्यसमा तपाईँले एउटा मोमबत्ती या दियो बालेर त्यसलाई उज्यालो पारेर बस्ने, यो तपाईँको हातमा छ। त्यो धेरै जस्तो मान्छेहरूको कुनै न कुनै चिजलाई दिनभरि कोसेर बस्ने हुन्छ कि मसँग यो छैन कि मसँग त्यो छैन ह्यानत्यान भनेर हामी दुखी र परेशान भएर बस्छौँ। र लगातार एउटा कुरालाई सोचिरहेको भने नि अन्तमा त्यही नै गएर हुने गर्छ। त्यही भनेर भन्छु म, नेगेटिभ होइन पोजिटिभ सोच्ने गर्नुहोस्, राम्रो सोच्ने गर्नुहोस्, राम्रै हुन्छ। कि कसो जो तपाईँसँग छ नि, सायद यस्तो कति मान्छेहरू छन् होला उनीहरूसँग छैन। यो सोच्नुहोस्, मनलाई शान्ति र खुसी पाइनेछ। र कस्तो लाग्यो त साथीहरू, अवश्य प्रतिक्रिया दिनुहोला। फेरि अर्को भिडियोमा भेटौँला। तबसम्मलाई बिदा चाहन्छु। जय श्री राम।